नमस्कार दर्शकबिन, अहिले हामी मदन स्मृति नेकस अन्डर 15 स्कुल चेस च्याम्पियनसिपमा छौँ र अहिले हामीसँग यो अन्डर 15 को च्याम्पियन हार्दिक पन्त हुनुहुन्छ। हार्दिक स्वागत छ। तपाईलाई कस्तो लागिरहेको छ अन्डर 15 को च्याम्पियन हुँदाखेरि? मलाई धेरै खुसी लागिरहेको छ अन्डर 15 को च्याम्पियन हुँदा। हार्दिकले 8 मा कति अङ्क ल्याउनु भएको थियो? मैले 8 मा 7.5 अङ्क ल्याएँ। 8 मा 7.5 अङ्क। त्यस भन्नुको अर्थ एउटा गेम पनि हजुरले हार्नु भएन है? एउटा गेम चाहिँ ड्र गर्नु भएछ। कोसँग ड्र गर्नुभयो? मैले आइएम सुब्रतीसँग ड्र गरेँ। हजुरलाई 8 गेम खेल्दाखेरि कुन चाहिँ गेम सबसे टफ लागेको थियो होला त? मलाई 8 गेम खेल्दाखेरि सबैभन्दा टफ गेम राउन्ड 6 लागेको थियो। कोसँग पढ्नु भयो त्यो राउन्ड 6 मा? सुगन्धित थापा। त्यो गेमको बारेमा थोरै बताइदिन सक्नुहुन्छ? त्यो गेममा मैले एउटा पन स्याक्रिफाइस गरेर उहाँलाई कासल गर्न दिएको थिएन, अनि उहाँको टिम अनसेफ हुँदाखेरि उहाँले बाध्यतामा एउटा हात दिनु परेको थियो। ओके, भन्नुको अर्थ त्यहाँनिर तपाईँले पन स्याक्रिफाइस गर्दा गर्दा पनि गेम जित्न सक्नु भएको थियो। हार्दिकसँगै हामीसँग उहाँको अभिभावक पनि हुनुहुन्छ, उहाँलाई हामी स्वागत गर्न चाहन्छु। धन्यवाद सर। हार्दिकको यो खुसियालीमा तपाईँकोबाट नि केही शब्दको अपेक्षा गर्दछु। हामी खुसी नै छौँ, तर यो अन्तिम खुसी चाहिँ होइन। ऊ चाहिँ अहिले 10 वर्ष पुरा भएर 11 वर्ष प्रवेश गरेको छ र यो बिचमा धेरै नै टुर्नामेन्टहरू अटेन्ड गरेको छ र अन्डर 15 मा च्याम्पियन बन्दाखेरि खुसी त हामी छौँ र उसलाई एउटा हौसला पनि भयो भोलि आफ्नो करियरको लागि। हामी कुन मानेमा खुसी छौँ भने अब हाम्रो बाबु हार्दिक कम्तीमा चेस खेल्न सक्ने भएछ, बोर्डमा 3-4 घन्टा बस्न सक्ने भएछ। उसको 1 वर्ष अगाडिको रिजल्ट हेर्नुहुन्छ भने 10 मिनट 15 मिनटमा उठ्ने, बस्न नसक्ने त्यो प्यासेज थिएन। र आज आएर हार्दिकले जुन राम्रो गेम प्रदर्शन गरेको छ, यो हाम्रो एउटा एचिभमेन्ट हो र यो सुरुवात हो, उसको विजयको सुरुवात हो। र नेपाललाई यो नेसनल मात्रै हो तर इन्टरनेसनली पनि उसले राम्रो गर्न सक्छ। उसका लागि चाहिँ हामी लगानी गर्न सक्छौँ। उसले राम्रो खेल्यो भने मोटिभेसन हामी दिन सक्छौँ। हामी उसलाई साथमा साथ दिन्छौँ। हामीलाई गेमको बारेमा, मलाई पनि चेसको बारेमा त्यति थाहा छैन, तर उसले खेल्छ, हामीलाई पनि सम्झाउँछ। र गेम खेलेपछि म सबैलाई के भन्न चाहन्छु भने चेसले मान्छेलाई डिसिप्लिन बनाउँदो रहेछ, चेसले कग्निटिभ पावरहरू बढाउँदो रहेछ, चेसले क्यालकुलेसन स्ट्राटेजी बनाउने क्षमता आफ्नो जिन्दगीमा, व्यक्तिगत जीवनमा पनि चेस खेल चाहिँ एउटा चाहिँ सदुपयोगी बन्दो रहेछ भन्ने मलाई लाग्छ। धन्यवाद सर। तपाईँ र हार्दिक दुवैलाई फेरि पनि बधाईको साथसाथै बिदाई दिन चाहन्छु। धन्यवाद। तपाईँले महत्त्वपूर्ण